आलु साँदेको रेसिपी धेरैभन्दा धेरैजनाले सोध्नु भएको छ। ल आरामले सुन्नुहोस् है त मैले कसरी बनाउँछु। सुरुमा आलुलाई लिने, त्यसपछि त्यसलाई मजाले पखालेर प्रेसर कुकरमा सुई सुई सिटी लगाइदिने, अनि त्यसलाई तास्ने, अनि टक 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 चट 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 काट्ने, त्यसपछि एउटा भाँडामा राख्ने, अनि मरमसला राख्ने, मरमसला राखेर हल्का हातले मोल्ने है, एकदमै हल्का छुकी नछु भनेर एकदम सलल्ल पारेर मोलिसकेपछि अब आलु तयार भयो। ल हेर्नुहोस् त, नुन पनि राख्नुपर्छ, फेरि पिरो कति खानुहुन्छ त्यही अनुसारले राख्नु होला है। अब यसको पनि आफ्नै प्रोसेस छ, यसको बारेमा चाहिँ म भरे भोलि भन्छु। अनि ल हाम्रो गेस्टहरू आइसक्नु भयो, बट्टाबट्टी हाम्रो खानाहरू गइरहेछ। खानामा के पाउँछ मटन मड्कामा भनेर त मैले भनिसकेको छु धेरैचोटि। टिपिकल अथेन्टिक नेपाली खानाको लागि विभिन्न नेपाली घरको अचारहरू, अनि मटन पक्खु, पुलाउ लगायत साँदेको भटमासहरू, हरियो भटमास, कुटुङ कुटुङ भटमास, चुरुम चुरुम भटमास, सदाबहार, मुलाको अचार, टमाटरको फत्के अचार। रेसिपी त म सबै कुराको दिन्छु कि बिस्तारो बिस्तारो दिन्छु, एउटै भिडियोमा भ्याइँदैन नि त। अनि तातो आलु तामाको झोल चाहिँ हजुरले खाजा चाहिँ ड्राई सेट यत्तिकै पनि खान सक्नुहुन्छ है त।